लन्ठु ग्रुप हो नि फेरि हाम्रो है लन्ठु ग्रुपहरूको अब भ्लग यही यस्तै छ फर्स्ट टाइम क्याम्पा हो क्याम्पा क्याम्पा रह्यो त्यसै च्याम्कोला भन्नु दिने यार एउटा च्याम्कोला अरे के च्याम्कोला अरे चम्पाकोला के चम्पाकोला कहाँ नि च्याम्कोला भनेर दिएछ त मैले नि च्याम्कोला वेलकम टू माई ब्लॉग क्यारम बोर्ड दामी मजा लागिरहेको थियो यार यहाँ फेरि गेम चल्दैछ है गोबी आइरहेको दारु ब्रो दारु ब्रो कस्तो हान्ने भन न भक्क नहरेर त कहिले गर्दा यता सार्दै हामीले बात होइन उ त नि सारेको लागि त्यसले खेलेको भिडियो बनायो भने उही हेर्नेहरूले उही कस्तो हानेको उतन सारेको तालले फेसन परेको नन हो क्या हामी त अब के होला त अब के होला देशमा I see you get excited when I put this tip inside it. I like the way you write it. I saw me it look like Saturn, just like 5-0. I got 5. I should put some ice on my back. Ain't no man no right for my back. सबै बल खेल्ने आज 1 2 3 4 5 6 7 जना रहेछ एकजना 7 जना म त भलिबल खेल्छु डेन्जर ल हामी अब जाने कति टाइम लाग्छ मलाई के उहाँकै त्यो सानो बाख्रा छ है त्यहाँ बाख्राहरू बान्थे बाहिर होइन अनि एउटा ठुलो बोका थियो कि त्यसको छेउमा गएको त त्यो बान्नीमा घेरेरमा हानिदिइराखेको मलाई त्यो जमाना कसले बोकाले सानो हुँदा के अब अर्को केटाहरू छुट्टै रमाइलो गर्दैछ होला है त्यहाँ त मेलामा आइयो होइन हामी चाहिँ आज नजाने प्लान गरेको चाहिँ कति माथि गर्ने भनेर सिधै बेलुका जाने अब हामी पो त है सङ्गम लिएर आउने होला त्यो रमाइलो घुम्न हल्का केटालाई भेट्टाउन पर्यो उकालो हिँड्नै नसकिने हेत तेरिका व्यञ्जल कहाँ जान्छौ यहाँ तिमी यहाँबाट तल केटाहरू चाहिँ पारी हो खाना खायो कि खाएन अब तिनीहरू आउँछ कि आउँदैन मेलामा अब हामीले फेरि कति हिँड्नै सकेन क्या तलमाथि त उकालो धेरै त छैन बाटो त्यही नि हिँड्न सकेन केटाहरू कोही नि मै हिँड्न सकेन अनि आज चाहिँ यतै घुमौँ यतै घुमेर चाहिँ बेलुका चाहिँ खानासाना बनाएर खाएर होइन बाजे गयो आज हामी एकछिन घर सफाइ हानेर बस्दैको खानासाना खाएर टक्क खाजा खाने हो बल खेलेर सही हो अब हामी बल खेल्नेलाई भेटौँ न तर त्यहाँ अब डिस्कस हुन्छ जस्तो लाग्यो मलाई को लिन जान्छ बल भनेर यो हो के ओखरको रुख सही हरिब छ नि यहाँबाट त ठाउँहरू नि
यहाँ बसिरह्यो नि त त्यही हो झ्याउ लाग्छ होला कसको घर होला यो ल अहिले भेटौँला त्यहाँ रहेछ चरा कालो ल को जान्छ त नि लिन बल अर्को त जान ब्रो मार्दैन जान्छ यसले खेल्ने नत्र एक्लै छोडेर आइदिएको मलाई जान्छ नराटी भन्छु ए जाके ए दोजरमा जाने भनेको हुन्न जान यी एक दुईजना लिएर जा ए म गएन आउने दिन जानेको पर्छ भनेको परिहाल्यो अब कोही जान्न बलिन्न उयो लगायत फ्रुटी किनेको किन्न साथ बिठाइ गरिहाल्यो नि किन हो कि तिमी यस्तो अनि भनेको के को टेन्सन छ र तिमीलाई जानी गरेको र बास्केटबल लिन गयो होइन है अब हामी चाहिँ यहाँबाट त्यो पुरा पहिला उस लाग्थ्यो के वहाँ माथि मेला लाउनुभन्दा अगाडि के त्यहाँ बुझेन मेला लाग्थ्यो माथि स्कुलमा भन्दा यहाँ पहिला मेला लाग्थ्यो अनि त्यही सानो स्कुलमा जान लाग्यो हामी बल खेल्न चाहिँ आइला फुलहरू नि रहेछ अनि त्यो चाड चाहिँ त्यहाँ हो त्यो उस देख्नु है हो त्यही हो हामीलाई त खासै बोल्न नि आउनको थिएँ त्यही अनि हामीले नि आज दुई ग्रुपमा भएपछि त अब देखिराख्नु भयो अब अभिमित्रको अब हाम्रो ग्रुप फेरि लन्ठु ग्रुप हो नि फेरि हाम्रो है लन्ठु ग्रुपहरूको अब भ्लग यही यस्तै छ यहाँ लाग्थ्यो कि पहिला मेला शैलेश उयो पढाउँछ क्या यहाँ त ल अब ग्राउन्डमा पुग्नला अब ग्राउन्डमै एकछिन बसेर फेरि भेटौँ बेलुकातिर आउँछ मलाई अन्त हामी बास्केट खेल्न जान लाग्यो बास्केट खेल्न जान लाग्यो तर्काउनु बल खेल्नु जान लाग्यो केटाहरू के नि के रे उता माथि हामी बजारहरू गयो घर कुद्ने बसेको हो के त्यही भन्दै गर्दा अहिले बेलुका भात सात खाएर आउँछौँ क्या हामी छिटै 3 बजीतिर भात खाएर आइपुग्छौँ ल माथि हो कि ग्राउन्ड त केटाहरू पुग्यो ए ग्राउन्ड चाहिँ ओइ यहाँ स्कुल पढाइरह नि किन आएको त नि हामी मेरो गाउँ ए यो त डन रहेछ कि अम्मा हालिदिन्छ क्या ल एकछिन ब्रेक ए बलै हरायो खोल्चा नागेर गयो वहाँबाट तालु रेन्जलिन फ्रुटी बेग हुँदै थियो हाम्रो फ्रुटी बेग के रे सही देखियो त पछाडि हाम्रो त
बेनी रे कुन ए त्यो सहर त्यो चाहिँ बेनी रहेछ है तर कस्तो आछि बेनी अच्छा दाँदार थकित अवस्था केटाहरू बल खेलेर थाके जस्तो थाकेको बास बलै तल ए बल तल कहाँ थाक्छ यो बौलाहरू जिरो केटाहरू हो त बलै पाइन जस्तो ओए के भयो बल पाइन बल हरायो ल्याइदिएको त जाम जाम अट्टा खाने है केटाले कस्तो रहेछ क्यारम बोर्ड दामी मजा लागिरहेको थियो यार यहाँ फेरि गेम चल्दै खै दोबी आइरह्यो दारुको दारुको कस्तो हाल्ने भन न भक्कै नहरेर कसले गर्दा यता त्यो सार्छ के म हामीले बात होइन उ त नि सारेको होला नि त्यसले खेलेको भिडियो बनायो भने ओए त्यहाँ हेर्नेहरूले ओए कस्तो हानेको उ त नि सारेको तालले फेसिङ परेको थियो नहोगा हामी त हेलो कल्चर में वेलकम टू माय ब्लॉग दिन न जस्तो गर्दा त्यो भएर कसले पनि थाहा नहोला है उनीहरू कसले पनि थाहा नहोला त्यो साह्रै तालु ल्याउँछु नहेर जस्तो गर्दा भनेको त आउँछु त नि गोटी सार्यो भिडियोमा देखियो त आज कसले एन्जलले भर्खरै हाम्रो यहाँ एउटा छिराइदिएको छ है फल र गाई केटाहरू लिन आएको थियो तर फेरि के घाचुकोहरू हार्यो अरे अब म त जान्न अरू जाला नि तिमीहरू दुईजना अझ नि ल अब हामी यहाँ खानासाना बनाएर आउँछु ओके फाल्के फाल सुस्तार फाल न ओबी समातेन लेट्स गो ल ल है ल भ्याना खै भ्याना केटाहरू उठ्दै उठ्दैन भात खान त हल्टाको हल्ला गर्न पर्छ कति बजे पुग्यो हिजो तिमीहरू ठ्याक्क ठ्याक्कै 3 बजे हामी कोठामा छिर्दा धन्न एक निन्द्रा त्यहीँ सुत्न पाइयो क्यारम बोर्ड खेली खेली यस्तो भइसक्यो केटाहरू दोबी आयो म त डेन्जर खेलिदिन्छु फेरि ल को लाग्यो फर्स्ट टाइम क्याम्पा हो क्याम्पा क्याम्पा रह्यो त्यसै च्याम कोला भन्नु दिने यार एउटाले फेरि च्याम कोला अरे के च्याम कोला अरे कहाँ अनि च्याम कोला भनेर दिएछ त मैले नि च्याम कोला र अब यहाँ ब्रेक हुँदैछ है के रे यसको नाम च्याम कोला ए क्याम्पा कोला क्याम्पा कोला तिमीले त अनि ब्याप च्याम कोला भन्नु हामी मैले हेर्थेन नि त मैले नि यहाँ माथि आएर च्याम कोला भन्नु दिएको बच्चाहरूलाई आउनु हामी पर्सि जान्छ होला होइन पर्सि हामी घरको यात्रा हुन्छ पर्सि हाम्रो
पोखरा पोतरा मलाई त थोरै हाल्यो गीता नाना न यार चमेली कति बेर भा खायो भने यहाँबाट चाहिँ यस्तो देखिन्छ है हामी ढलन माथि होइन यस्तो भ्यू हेर्दै क्यारम बोर्ड हान्दै यो फ्रिज भयो भने चाहिँ तलबाट लगायत यहाँ पछिको ब्लग चाहिँ भोलि ठिक 7 बजे आउनेवाला छ। यहाँ पछिको के कस्तो भयो भनेर कुराहरू अब के होला त अब के होला देशमा